यो जुन फुल देखिराख्नु भएको छ यो फुलको हिस्टोरी कतै न कतै नेपालसँग जोडिएको छ। परापूर्व कालमा जापानबाट जापानिज राजा नेपाल घुम्न गएको बेला कैयौँको फुल देखेर एकदम प्रभावित भएछन् र जुन फुल जापान आउँदाखेरि कोसेल स्वरूप नेपाल सरकारले दिएछ र जापानको राजाले ल्याएर जापानमा लगाएका रहेछन्। त्यसपछि त्यही भएको कारणले यसको हिस्टोरी चाहिँ नेपालसँग जोडिएको छ। र मेरो बालेन सरकारले पनि एउटा के अनुरोध छ भने यस्तै बाटो बनाएर यो जुन फुल देखिराख्नु भएको छ यो फुलको हिस्टोरी कतै न कतै नेपालसँग जोडिएको छ। परापूर्व कालमा जापानबाट जापानिज राजा नेपाल घुम्न गएको बेला कैयौँको फुल देखेर एकदम प्रभावित भएछन् र जुन फुल जापान आउँदाखेरि कोसेल स्वरूप नेपाल सरकारले दिएछ र जापानको राजाले ल्याएर जापानमा लगाएका रहेछन्। त्यसपछि त्यही भएको कारणले यसको हिस्टोरी चाहिँ नेपालसँग जोडिएको छ। र मेरो बालेन सरकारले पनि एउटा के अनुरोध छ भने यस्तै बाटो बनाएर